हेलो गाइज, सबैजनालाई नमस्कार। सम्पूर्णलाई फेरि नमस्कार। म आज हजुरहरूको सामु यो कौशी खेतीको बारेमा दूसरा भिडियो लिएर आएको छु र तपाईहरुलाई सबभन्दा पहिला म देखाउन चाहन्छु कि यो कौशी खेतीमा यानी कि घरको छतमा तपाईले यसरी करेला फलाउन सक्नुहुन्छ। हेर्नुस्, यो करेला हेर्नुस्, तपाईहरुले यहाँ यति राम्रो तरिकाले यहाँ करेलाहरु फलेको हुन्छ। यसरी तपाईहरुले फलाउन सक्नुहुन्छ कौशीमा, यानी कि घरको छतमा यसरी करेला फलाएर तपाईले एक त तरकारी पनि खानुहुन्छ र घरको छतमा बसेर दिउँसोको घाममा शीतल पनि ताप्न सक्नुहुन्छ। यसरी फलेको हेर्नु गाइस, मैले गिन्ती गरेर देखाउन सक्छु तपाईलाई। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 यो पनि छ होला, यो माथिको छ 23 24 25 26 27 28 29 यो सानो 30 31 32 33 34 35 36 37 38 39 सानो, यो ठुलो गरेर 40। अझै यो यसको गिन्ती गर्ने छैन है, यसमा सबै गिन्ती गरेर यसरी चाहिँ तपाईले कौशीमा त हजुरले खेती गरेर करेला सबै फलाउन सक्नुहुन्छ। यो मिठो पनि हुन्छ बजारको तरकारी भन्दा। र यसरी तपाईले अरू चिजहरु पनि फलाउन सक्नुहुन्छ। यहाँ लागेको छ यताउता र यसमा यो यहाँ फेरि एकै ठाउँमा 1 2 3 4 5 6 वटा लागेको छ नानी। त्यसपछि यसरी यहाँ निम्बु फेरि भर्खर फलाएको छ। यो 1 साल भइसक्यो, सायद अर्को सालमा फेरि यसको फल्न सक्छ। यस्तै प्रकारले यहाँ फेरि सिमला मिर्ची पनि छ। यसरी पनि तपाईले सिमला मिर्ची फलाउन सक्नुहुन्छ गाइस। र तपाईहरुलाई टाइम पास पनि हुन्छ र तरकारी पनि खान हुन्छ र बजारको भन्दा कति हो धेरै मिठो हुन्छ। यसरी ड्रागन फ्रुट पनि लगाएको छु मैले यहाँ टाइम पासको लागि। त्यसपछि यता फेरि बेलौती फेरि तपाईँको बेलौती पनि यहाँ अस्ति नै सानो थियो, अहिले अलिक ठुलो भइसकेको छ। त्यसपछि टमाटर खेती पनि गर्न सक्नुहुन्छ। यसरी